हाम्रो लेखकले भन्नुभयो चिसोले हो कि डर के अरे अरू पनि डरले केही काम हुन्छ भन्नुभएको थियो होइन। स्वाभाविक पनि छ। अहिले हामीले चारैतिरबाट चाहिँ निगरानी भइराखेको अवस्थामा यो नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृता जस्तो पदमा बसेर काम गर्नु एकदमै ठुलो समस्या, ठुलो चुनौती र कार्य सम्पादनलाई प्रभावकारी बनाउन नसकिने स्थिति हो। त्यो भएको हुनाले पहिला हाम्रो आउनुभएको अगाडिको हाम्रो हेमकुमार सर लगायतको सरहरूले पनि आफूलाई चुनौती महसुस गरेर यहाँ काम गर्न सक्ने स्थिति लागेन। नेतृत्व अगाडि जानुभयो। उहाँले गरेका केही मलाई यो जिम्मेवारी प्रदान गर्नुहुने पुत्रज्यू लगायत सम्पूर्ण जनप्रतिनिधिहरूलाई त्यतिकै आभार प्रकट गर्न चाहन्छु। र यहाँ सबै हाम्रो सर म्याडमहरूले एउटा सकारात्मक सहयोग र सल्लाह जुन अगाडिदेखि म त अहिले मात्रै भएको होइन, म 2 कार्यकाल व्यतीत गरेर फेरि तेस्रो पटक चाहिँ यो अवसर प्राप्त भएको छ मलाई। अघिल्लो दिनहरूमा पनि अघिल्लो कार्यकालहरूमा पनि हामीले धेरै कुरा सँगै बसेर गरेका छौँ, धेरै कामहरू गरेका छौँ र यहाँलाई लाग्छ सम्भवतः अलि चुनौतीलाई सामना गरेरै हामीले काम गर्दै आइराखेका छौँ। तर अब चुनौतीलाई पनि हामीले सामना भन्दा पनि चुनौतीलाई सहजीकरण गरेर अगाडि बढ्नुपर्ने यो परिस्थितिको सिर्जना भएको छ। त्यसैले सबै सरहरू एकदम अनुभवी हुनुहुन्छ। हाम्रो पदम सर, इन्जिनियर साहब लगायतको हाम्रो लेखामा कामहरू दिन्छ। अनि सबै शाखामा आज मात्रै होइन, धेरै वर्ष अगाडिदेखि उहाँले आफ्नो चाहिँ दखलता, आफ्नो अनुभवले खारिएर आफ्नो कार्य सम्पादन गरिराख्नु भएको छ। मलाई लाग्छ अरू पालिकामा हेर्दाखेरि र हाम्रो छेडाघाट नगरपालिकामा हेर्दाखेरि छेडाघाट नगरपालिकाका कर्मचारीहरू होइन अलिकति इनर्जेटिक होइन, अलिकति केही गर्नुपर्छ भन्ने भावना चाहिँ छ जस्तो लाग्छ मलाई। अरू पालिकामा हेरियो भने अलिकति बुढा होइन, काम गर्न नजान्ने, मानौँ अहिलेको प्रविधिसँग नजिक हुन नसक्ने, प्रविधि मैत्री हुन नसक्ने, त्यस्ता खालका विभिन्न खालका चाहिँ समस्याहरू अरू पालिकामा छ। र यहाँ अहिले म अझै अर्को कुरा के भन्न चाहन्छु भने हाम्रो जनप्रतिनिधिहरू एकदमै सकारात्मक सोचका साथ चाहिँ अगाडि बढ्नुहुन्छ। कर्मचारीलाई सहयोग गर्ने कुरामा उहाँहरूबाट कुनै पनि रोकटोक छैन जस्तो लाग्छ। आजसम्म मैले गरेको अनुभव अरू पालिकामा जाने भने हात हालाल कर्मचारी जनप्रतिनिधि बिचको चाहिँ त्यो मनमुटावको स्थिति, विभिन्न खालको चाहिँ समस्याहरू देखिन्छ। तर हाम्रो नगरपालिकामा त्यो समस्या चाहिँ छैन। यता गर्दा विगतमा तपाईँको अलिकति सामान्य केही जनप्रतिनिधिहरूबाट र केही कर्मचारी साथीहरूबाट विगतका दिनहरूमा अलिकति अनर्गल तपाईँको कार्यालयका विषयमा चाहिँ के र त्यसले चाहिँ नगरपालिकालाई नै नगरपालिकाको चाहिँ प्रेस्टिजमाथि नै एउटा खालको चाहिँ चुनौती सिर्जना गरेर बाह्य हाम्रा सेवाग्राहीहरूले चाहिँ जनताले हेर्ने दृष्टिकोणमा चाहिँ नकारात्मक प्रभाव परेको छ। त्यसले त्यो भएको हुनाले त्यो प्रभाव हामी कर्मचारीलाई हेर्ने दृष्टिकोणमा पनि त्यस्तै खालको प्रभाव परेको छ। त्यो भएको हुनाले अब हामीले त्यस्ता खालका कामहरू हामीले निश्चित हाम्रा नियमहरू छन्, आचार संहिताहरू छन्। सबै साथीहरूले त्यो निश्चित आचार संहिता, मापदण्ड अनि कानुनको प्रयोग गरेर हामीले काम गर्नुपर्ने भएको छ। मलाई आशा छ यहाँहरूले अबका दिनमा हिजोका केही सानो हामी तपाईँहरूबाट भएको सानो कमी कमजोरीहरूलाई सच्याउँदै आगामी दिनमा सबैको सार्थक सहयोग र सद्भाव प्राप्त हुनेछ। यसमा चाहिँ मैले आफ्नो व्यक्तिगत तर्फबाट यहाँहरूको सल्लाह सुझावहरू लिएर नै अगाडि बढ्ने हो। यो कार्यालय भनेको अरू कार्यालय जस्तो सानो 2-4 जनाको कार्यालय होइन। यो भनेको समग्र 69 जना जनप्रतिनिधिहरू र हाम्रो झन्डै सबै कर्मचारी र सबै सरहरू जोड्ने भनेको हाम्रो 350-400 चाहिँ कर्मचारी हामीसँग हुनुहुन्छ। त्यो भएको हुनाले यति ठुलो सङ्ख्यामा कर्मचारीहरूको बिचमा नेतृत्व गर्नु, उहाँहरूलाई चाहिँ परिचालन गर्नु भनेको सामान्य कुरा होइन। र अहिले अझै पनि हाम्रो नगर प्रमुखज्यूहरूले पनि के भनिराख्नु भएको छ भने यो अवस्थामा हामी 4 वर्ष व्यतीत हुन लागिसक्यो, अब 1 वर्ष बाँकी छ। यो 1 वर्षभित्र केही न केही गरेर देखाउनु पर्ने छ होइन। त्यसको लागि चाहिँ नेतृत्वले अलिकति केही नयाँ कुराहरूमा इनिसिएसन गर्नुपर्ने छ। त्यो भएको हुनाले यो मलाई पनि एउटा खालको चाहिँ उहाँहरूको अपेक्षा छैन मबाट, हाम्रो यो टिमबाट अब जाने बेलामा कम्तीमा फलानु कार्यकालमा 5 वर्षमा यो एउटा राम्रो काम गरे भन्ने बनाइदिनुहोस् भन्ने कुरा चाहिँ उहाँहरूबाट आएको छ। र अर्को कुरा उहाँहरूलाई सबैलाई थाहा छ, अहिले पनि हामी केही कर्मचारी साथीहरू गत वर्षकोदेखि अहिलेसम्म चाहिँ तलब खान नपाएर हामी एकदमै भौतारिरहेको छौँ। काम छोडौँ तलब पाएको छैन होइन, काम गरौँ तलब पाएको छैन, दुईतिरबाट चाहिँ हामी चपेटा गरिराखेका छौँ। छोड्ने हो अगाडि तलब पनि पाउने होइन कि भन्ने छ। अब छोडौँ कहाँ जाने हो तलब नखाएर होइन। यी खालका विभिन्न समस्याहरू अहिले छ। अब सबैभन्दा ठुलो चुनौती भनेको छेडाघाट नगरपालिकामा कर्मचारी व्यवस्थापनको ठुलो चुनौती छ होइन। हामी वास्तवमा हेर्ने हो भने अहिले पनि हामीले काम नपाएर हामी बसिराखेका छौँ जस्तो लाग्छ है। हामी 60 जनाले गर्ने काम हामी सम्भवतः लाग्छ साँच्चैकै दिनमा हाम्रो दक्षता, हाम्रो मेहनत र हामीले अलिकति केही गर्न सक्ने सकारात्मक सोच बनायो भने 10 जनाले 40 जनाको काम गर्न सकिन्छ होइन। अहिलेको प्रविधि युगमा
अब प्रविधि मैत्री सबै साथीहरू छौँ, तर हामीलाई काम आएको छैन, हामीलाई काम प्राप्त भएको छैन। हामीलाई कति बेला काम आउँछ भन्दा केही मिटिङ लगेर काम आउँछ, त्यसपछि लिएर तपाईँ असार मसान तपाईँले भुक्तान गर्ने काम आउँछ। त्यो बाहेक हामीले कार्यालयमा बसेर नियमित कामहरू होइन 8 घन्टाको 8 घन्टामा 6 घन्टा खटेर पनि हामीले काम गर्ने स्थिति छैन अहिले। त्यो भएको हुनाले हामी साथीहरूले आफ्नो दायित्व आफ्नो जिम्मेवारी यी कुराहरूतर्फ अहिले बढी सचेत हुनुपर्ने देखिन्छ। अहिले जेएनजी आन्दोलन नाममा हामीले ठाउँ ठाउँमा तपाईँको देख्नुहुन्छ कर्मचारीहरू कुटिएका प्रशस्त उदाहरणहरू पनि देख्छौँ। अब यस्ता खालका परिस्थिति यस्ता खालका चाहिँ ठुला समस्याहरू पैदा हुँदै गयो भने हाम्रो नगरपालिकामा पनि अहिले 1-2 योजनाहरू त्यस्तै अवस्थामा छन् नगरपालिकाको होइन। पहिलाको पूर्व साथीहरू भाग्ने कारण पनि यहाँ बस्नु नरुचाउने कारणहरू पनि त्यस्ता छन्। तर समस्या आउँछ, समस्यालाई चाहिँ कसरी चाहिँ त्यसलाई चाहिँ सतही रूपमा चाहिँ अध्ययन गरेर त्यसलाई कसरी चाहिँ पार लगाउने भन्ने कुरा चाहिँ तपाईँ हामीसँगै हुन्छ त्यो कुरा होइन। हामी समस्या आएर भागेर समस्या आएर त्यसलाई चाहिँ पन्छाउँदै अगाडि हिँड्यो भने त्यो त्यति राम्रो मानिँदैन। त्यो भएको हुनाले हामी चुनौती खेल्न सक्छौँ भनेरै तपाईँ हामी काम गरेर सरकारको नुन खाएर बसिरहेका छौँ। यो कुराहरूतर्फ पनि यहाँले सचेत भइदिनु होला भन्ने कुरा म अनुरोध गर्न चाहन्छु। अर्को कुरा हामीले विगतदेखि चाहिँ भोग्दै आएको कुरा के देखिन्छ भन्दा फिल्डमा काम गर्ने र अलि तल्लो स्तरमा काम गर्ने साथीहरूले शाखा कर्मजीवीहरूले र यहाँ अलिकति अगाडिका साथीहरूले धेरै सेवा सुविधा चाहिँ उपभोग गरेका छन्। हामीले केही पनि प्राप्त गर्न सकेनौँ। दैनिक भ्रमणमा त धेरै खान्छन् होइन। त्यहाँ अझ मेन त भन्यो भने यो मेन योजना शाखा स्टोर त्यसपछि लेखा हाकिम यो मिलेर चाहिँ धेरै चाहिँ यो इन्धन खर्च बाइक मर्मत धेरै लिन्छन् भन्ने खालको एउटा चाहिँ बाहिर त्यो छाप परेको छ। तर हामीले एकदमै त्यो गहिरिएर हेर्ने हो भने त्यो केही पनि छैन होइन। वर्षमा धौधौ खायो भने 2, 3, 4वटा टियो खाला एउटाले, त्योभन्दा बढी दैनिक भ्रमण खाने स्थितिमा अहिले हामी छैनौँ होइन। अहिले अझ भन्यो भने अहिले तपाईँ हामीले अपेक्षा गर्छ भने शाखा कर्मचारीहरूको इन्धन खर्च पनि पाइँदैन, बाइक मर्मत खर्च पनि पाइँदैन, दैनिक भ्रमणता पनि पाइँदैन, हामी फिल्डमा दौडी गर्नुपर्छ। यस्ता खालका थुप्रै खालका चाहिँ गुनासोहरू छन्। यो गुनासोहरूलाई हामीसँग पर्याप्त भएको स्रोत र साधन के छ, त्यो स्रोत साधनले भ्याएसम्म हामीले सुविधाको उपभोग गर्ने हो। गत वर्षदेखि मर्मत गरेका तपाईँको मेरो साथ चढ्ने गाडीको भुक्तानी गर्न सकिएको अवस्था छैन होइन। त्यो भएको हुनाले यी विभिन्न खालका समस्याहरू छन्। हामीले हाम्रो मनोकांक्षा हाम्रो आशय के अरे हाम्रो आशा त अभिलाषा त धेरै हुन्छ, तर हामीले काम गर्दै जाँदाखेरि हाम्रो स्रोत साधनभित्र बसेर हामीले काम गर्दा धेरै चुनौतीपूर्ण छ। त्यो भएको हुनाले यो कुराहरूतर्फ पनि यहाँ साथीहरूले चाहिँ विशेष ध्यान दिनुहुनेछ। अर्को कुरा हाम्रो सबैभन्दा ठुलो गुनासो सिधै कर्मचारी साथीहरूले के गर्नुहुन्छ भन्दा काम गर्नुहुन्न भन्ने गुनासो आयो भने सिधै मेयर साहबसँग र उमेर साहबसँग फोन गर्ने एउटा चाहिँ बाहिरको एउटा परिस्थिति छ। हेर्नुहोस् है, हामी सबैले या त्यो के अरे सेवाग्राहीबाट जान्छ, जनताबाट जान्छ, अथवा कुनै व्यक्तिको चाहिँ राजनीतिक पूर्वाग्रह र व्यक्तिगत पूर्वाग्रहको कारणले फलानु कर्मचारी काम गर्दैन है, अफिसमा छैन भनेर सिधै मेयर साहब उमेर साहबसँग चाहिँ त्यो कुरा लगाउने एउटा प्रवृत्ति छ होइन। अफिसका गोपनीय राख्नुपर्ने सूचनाहरू सबभन्दा पहिला तपाईँको कार्यालय प्रमुख र शाखा प्रमुखसँग पुग्नुभन्दा अगाडि बाहिर जाने गरेको पनि छ होइन। हाम्रो कार्यालयको गोपनीयता अस्ति मात्रै हामी दिनसम्म हामी सबै त्यहाँनिर बसिरहेको थियौँ होइन। त्यो श्री 3 कि श्री 5 जङ्गलबारी भन्नेवालाको होइन यसलाई भोलि कारवाही गर्नुपर्छ भनेर हामी होइन मलाई एउटा आशंका लाग्ने रहेछ कि तपाईँ हामीसँगै छौँ नि त होइन। कुरा भएको छ, कुरा भएको 2 सेकेन्डमा तपाईँको पोस्ट आउँछ त्यही कुरा है। त्यो भने त्यसको साँझेखेरि त्यो बलत आइडी चाहिँ बलत भयो। मैले अब चाहिँ यसलाई चाहिँ हामी अनुसन्धान लागि अगाडि पठाउँछौँ भन्ने बित्तिकै चिठी लेख्छ कार्यालयले भन्ने बित्तिकै तपाईँको त्यो आइडी गलत भएको छ होइन। ती शङ्का गर्ने ठाउँहरू प्रशस्त हुन्छन्। हेर्नुहोस् है, त्यो भएको हुनाले कर्मचारीको वृत्ति विकास र सेवा सुविधाको लागि कार्यालय प्रमुख निरङ्कुश हुनै सक्दैन क्या। अहिलेको यो जमानामा तपाईँ कोही कर्मचारी साथीभाइको बढुवा वृत्ति विकासका कुरा सेवा सुविधाको कुरालाई लिएर कोही कार्यालय प्रमुख कोही जनप्रतिनिधि एकदमै निरङ्कुश बन्नुपर्ने स्थिति छैन अहिले होइन। सिस्टम र विधिभित्र बसेर हामीले काम गऱ्यौँ भने सिस्टमले आउने कुराहरू चाहिँ तपाईँको कार्यालय प्रमुखले त अझ मेरो सम्बन्ध सोध्नुभयो भने सम्बन्धित शाखाहरूमा बजेट पहिला छुट्टिँदैन। म प्रमुख शाखा अध्यक्ष भइसकेपछि मैले सम्बन्धित शाखामा बजेट छुट्याउनुपर्छ, बाइक मर्मत इन्धन खर्चको कुराहरू सम्बन्धित शाखाबाट नै व्यवस्थापन हुने गरी भनेर धेरै शाखामा त्यसपछि सुरु भएको यो कुरा। अब त्यसलाई बिस्तारै पछि कहाँ गइयो भने धेरै खुल्ला छोड्यो भने कहाँ पुग्दो रहेछ भने त्यो तपाईँको त्यसपछि त बाइक मर्मत के अरे बाइक खरिद त्यसपछि अन्त गर्दाखेरि शाखाका काम कम, त्यसपछि चाहिँ त्यो अरू चालु खर्चतिर बढी खर्च हुने स्थिति सिर्जना भयो। त्यसलाई पनि कन्ट्रोल गर्नुपर्ने अवस्था छ होइन। त्यो भएको हुनाले यति कुरा मैले सबै सर म्याडमहरूलाई थाहा साथमा यो कुरा राख्न चाहेँ। र अर्को कुरा अब हामी सँगसँगै छौँ।
अहिले योजनाहरूको साङ हेर्ने भने अब मलाई त के लाग्छ भने योजना शाखामा चाहिँ जनशक्ति अझै थप्नुपर्छ जस्तो लाग्छ। प्रेम सर कहाँ जानुभएको छ होइन, त्यो आवश्यक देखिन्छ, अनलाइन छ। त्यसपछि अनुभव नगएको बेला योजना शाखा खाली हुँदैन, एकजना जनशक्ति व्यवस्थापनको आवश्यकता देखाएको छु। र केही साथीहरूको अहिले तत्काल भइरहेको जिम्मेवारी र यसपछिका जिम्मेवारी पनि हेरफेर र थपघट हुने जानकारी पनि म यहाँको समस्या राख्छु, यहाँको सरसल्लाह लिएर होइन। केही साथीहरूलाई अलि बढी जिम्मेवार बनाउनु पर्ने, जिम्मेवार दिनुपर्ने, र केही साथीहरूले अलिक बढी जिम्मेवारी छ त्यसलाई अलिक घटाउनु पर्ने र अलिकति जिम्मेवारी सञ्चालन गर्नुपर्ने स्थिति छ। मैले यो कुरा पनि उहाँसँग राखेँ। अर्को कुरा, वडा सचिवज्यूहरू धेरै हाम्रो 6 जना 4 जना जति अस्थायी